नमस्ते साथीहरु, हजुरहरुलाई मेरो यो च्यानलमा स्वागत छ। हजुरहरु आरामै हुनुहुन्छ होला। म आज यो मेरो आफ्नो कौसीमा छु। म यो कौसीबाट हजुरहरुलाई मैले केही जानेका कुराहरु, हजुरहरुलाई पनि केही विधिहरु, त्यस्तो जानेको विधिहरु जुन मैले चाहिँ कौसी खेती तालिममा चाहिँ प्राप्त गरेको थिएँ, त्यो विधिलाई मैले जुन विधि मैले थ्योरिकल मात्रै सिकेर आएको थिएँ, म त्यसलाई अहिले प्र्याक्टिकल गर्न जाँदैछु। त्यो हजुरहरुलाई चाहिँ एकदम शेयर गर्न जाँदैछु। त्यो एकदमै कृषकहरुको लागि र खेतीको लागि चाहिँ एकदमै राम्रो, एकदमै रामबाण अचूक उपाय छ। यसलाई चाहिँ एकदम हजुरहरुले एकदमै यो भिडियोलाई स्किप नगरिकन पुरै हेरिदिनु होला भन्ने अनुरोध गर्दै आज म यो भिडियो हजुरहरु समक्ष ल्याएको छु। यो अब म हजुरहरुलाई यसको प्र्याक्टिकल गरेर देखाउँछु। हजुरहरुलाई पनि शेयर गर्दै मैले पनि यो फर्स्ट चोटी नै मैले पनि प्र्याक्टिकल, मेरो पनि फर्स्ट नै हो। हाम्रो प्रशिक्षक एकदमै अनुभवी र रिसर्चर पनि हुनुहुन्थ्यो। उहाँ दिएको यो ट्रेनिङ हामीलाई चाहिँ एकदमै काम लाग्ने छ र हजुरहरुलाई सबै किसानहरुलाई जुनसुकै साना ठुला सबै किसानहरुको लागि चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। यसलाई चाहिँ हजुरहरुले ध्यान दिएर अन्तिमसँग हेरिदिनु हुन अनुरोध गर्दछु र मेरो यो च्यानललाई एक लाइक, शेयर र सब्स्क्राइब गरिदिएर हजुरहरुले मेरो यो च्यानललाई पनि एकदम अझै अघि बढाउन साथ दिनु होला भन्ने आशा गर्दै म मेरो यो प्र्याक्टिकल हजुरहरु समक्ष ल्याउँछु। अब हजुरहरु मेरो यो प्र्याक्टिकल हेरिदिनु होला। भिडियो कति पनि स्किप नगर्नु होला। हजुरहरुलाई एकदमै महत्त्वपूर्ण कुरा छ, एकदमै जान्नै पर्ने कुरा छ, तर एकदम सानो छ, छोटो छ, तर एकदमै हजुरहरु किसानहरुको लागि त झन् एकदमै ठुलो किसानहरुको लागि धेरै रोग लाग्छन्, के गर्छ, फल उत्पादन कम हुन्छ। यो हाम्रो जैविक विधि हो, कुनै विषादी हैन, जैविक विधि हो, तर एकदमै राइट छ। मलाई एकदमै मन परेको छ यो विधि। उहाँ मेरो प्रशिक्षक जसले प्रशिक्षण दिनुभएको थियो, उहाँले एकदमै प्र्याक्टिकल्ली धेरै किसानहरुको समक्ष लगेर प्र्याक्टिकल्ली प्रयोग गरेर सक्सेस भएको तरिका हो यो। हजुरहरुले पनि एकदम जसले मेरो यो च्यानल हेर्नुहुन्छ उहाँले यसलाई अन्तिमसम्म हेरिदिनु होला र यो एकदम तपाईहरुलाई महत्त्वपूर्ण, एकदमै काम लाग्ने विधि छ। यो भिडियोलाई स्किप नगरिकन अगाडि पुरै हेरिदिनु होला। ल म अब हजुरहरुलाई यो मेरो प्र्याक्टिकल देखाउन गएँ है त। त्यहाँ हामीलाई प्रशिक्षकले सिकाउनु भए अनुसार हामीले अब जति सक्छौँ हाम्रो खेतीको हामीलाई कति चाहिन्छ त्यही अनुसारको हामीले कोइला लिने, यो आगो बालेर निभाएको कोइला, अनि त्यसपछि गहुँत जति कोइला लिनुभएछ त्यसलाई डुब्नी गरेर चाहिँ यो कोइलाले चाहिँ गहुँत सोसाउँछ। त्यसलाई डुब्नी गरेर हामीले चाहिँ गहुँत राख्नु पर्यो। मसँग चाहिँ यहाँ ल्याइराखेको 4 बोतल यो 1.5 लिटरको गहुँत छ। यो मेरो कोइलालाई भिजाउँछ कि भिजाउँदैन हेरौँ। अब जति भिजाइन नभिजाइन मसँग भएको चाहिँ आज यति नै हो। मैले यो गाई फारमबाट ल्याएको। अब म यसलाई चाहिँ यहाँ राखेर हेर्छु। ल यसरी सरर सबै कोइलालाई भिज्ने गरेर चाहिँ गाईको गहुँतले डुबाइदिउँ। यो कोइलाले चाहिँ यो गहुँतलाई सोसाउँछ।
यसलाई डुब्ने गरेर कोइलाले भिजाम, गौतले भिजाम कोइलालाई। अनि अब पछि फेरि यो कोइलाले जति सोच्छ नसोचेको गौत फेरि तपाईँले भाँडामा खन्याएर राख्न सक्नुहुन्छ। अहिलेलाई चाहिँ माया नमानिकन सबै गौतले चाहिँ कोइलालाई भिजाउनु पर्यो। मेरो यो 4 बोतलले त डुब्दैन जस्तो छ मेरो यति कोइलालाई। जे होस् डुब्न अब माथिसम्म आछ। अब म यत्तिकै छोडेँ आज। तपाईँले चाहिँ गौत अझै धेरै कलेक्ट गर्न सक्नुहुन्छ भने अलि डुबाउनु भयो नि हुन्छ। त्यहाँ छ अझै 1 बोतल ग्यास। ल अझै मसँग अर्को 1.5 लिटर 2 लिटरको बोतलमा नि रहेछ, यो पनि राखेँ मैले। तर कोइला हलुका भएर माथि उत्रेर आइरहेको छ। अब यसलाई डुबे गौतमा। अब एक दिनलाई आज म यत्तिकै छोडिदिन्छु। यसले यो कोइलाले अलिअलि सोसाउँछ यो गौतलाई। फेरि यो बाँकी गौत फेरि भरेर राख्दा हुन्छ। यसरी ढाकेर एक रातसम्म यसरी ढाकेर राखिदिउँ। खिचेर यहाँ ढाकेर राख्थेँ मैले। फेरि भोलि हजुरहरूलाई फेरि अर्को पार्ट 2 मा चाहिँ तपाईँहरूलाई म यसलाई सुकाउने र प्रयोग गर्ने विधि सिकाउने नै छु। हस् त, नमस्ते।